ए जाडो बढ्यो चामल होला भनेर तपाईँहरू फेरि यो चामल हाल्ने यो पुरै सिस्टमको त्यो घरमा ओछ्याउने त्यो मार्बल जस्तो हुन्छ नि त्यस्तो खालको गिटीहरू ल्याएर आयो हुन्छ पुरै बुट्टा भन्ने हेर्दा महँगो खालको त्यो पनि त्यस्तै हो। पुरै त्यो सडक विभागहरूमा त्यो रोड त्यो बाटोहरू बनाउने बेलामा त्यो नालाहरू बनाउने बेला हाल्ने खालको बनाएर चाहिँ बाजे रिङहरू भन्छ नि यो रिवाला सीवाला के भन्छन् है त्यो यसमा चाहिँ यो बनाइन्छ हाम्रो कम्पनीमा पर आइफोन नभएर खासै जान्दैन। यो चाहिँ बाजे भन्दो रहेछ यसको यहाँको भाषामा। त्यहाँ चाहिँ पुरै त्यो लगाएर कता के गर्ने हो होइन पाइपहरू त्यो नालाहरू पास गर्ने माथि ढक्कन चाहिँ हामीले बनाएको हुन्छ यहाँ पनि बनाइन्छ ढक्कनहरू। यो पनि ढक्कन यसमा चाहिँ हाम्रो लाग्छ। यो चाहिँ नालीमा हुन्छ नि हो यो नेपालमा नि बनाउँछ नेपालमा नि मैले देखेर चाहिँ यो बनाउँछ। यो चाहिँ पुरै त्यो उसमा लगाउने नेपालमा यस्ता बन्छन् के पुरै कम्पनीमा है बोमा प्री फेब्रिकेट भन्छ गरे यहाँ पिफप ब्रिकेट हो गएर खास न त्यस्ता कस्तो लाग्छ थाहा होइन। पाती खाएर आएको हामी यहाँ त्यो हलमा त्यो क्रिसमसको दिनमा चाहिँ पाती दिँदो रहेछ। त्यो पाती त त्यही हो लास्टमा केटाहरू सबै भाइहाल्यो म एक्लै भएको लास्टमा यो त्यो पाइपहरू भयो ह्यान्ड पाइपहरू यो चाहिँ त्यसमा लाग्ने यसमा लाग्ने टक्कै यसमा ओछ्याएपछि यसमा ट्याक्कै लाग्छ त्यो हो त्यो भयो। नयाँ भवन बनाउँदैछ यिनीहरू चाहिँ जनवरी फेब्रुअरीतिर मन्छ्याउँदैछ है यहाँ हाम्रो कम्पनीमा। अब कस्तो सिस्टम कस्तो खालको मान्छे हुँदै हुन्छ स्किलको आउनु भएको छ कि अनस्किलको आउनु भएको छ त्यो भएन। गाउँघरको ठाउँतिर गाह्रो छ पुरै पैसा त्यस्तै हो पैसा भन्ने कुरो त्यस्तै हो। अब आइहालेपछि के गर्न मिल्छ र है जिन्दगी टेम्परेचर अफिसर हो। गाडी लोडिङ भइरहेको छ छुट्टी हो केही आजबाट छुट्टी नै हुन्छ पुग्नेमा त्यही पनि काम चलिरहेको छ क्या एकदम किनभने यो सिजिन भरेको पनि होला जस्तो लाग्छ एकदम कमरे चाहिँ भइरहेछ क्या त्यो सबै कम्पनीहरूमा त्यो 10-12 वर्ष समेत होला जस्तो लाग्छ मलाई। नत्र त्यहाँबाट त यही हो वास्तवमा डन भयो चाहिँ हाम्रो कन्टेनर बस्ने गरी यस्तो कन्टेनर भएर बिजोक छ के गर्ने अब गाह्रो छ। पुरै गाउँ छरेको अब 4-5 महिना भयो हाम्रो गाउँतिर चाहिँ अब कोसा भएर पनि उखाल्ने बेला भइसक्यो टुरेर यहाँ त्यत्तिकै छ पुरै। आज चाहिँ घाम लाग्छ आज भन्नाले एकछिनपछि मात्र घाम लाग्यो हुन्छ अनि पछि त त्यस्तै हो -1 -2मा गइरहेको छ आज भोलि। यो पाइलटहरू भनेको जाडोमा आगो बालेरै सकिने हो। यहाँ चाहिँ कलढुरा हो भन्दो रहेछ यहाँको भाषामा कलढुरा के हो यो हिटर युज गर्यो भने बिजुली प्रयोग हुन्छ भने यो हालेर पुरै के हालेर भन्ने हुन्छ भने यो आगोबाट क्या हिटर यसले यहाँ चाहिँ आगो हाल्ने आगो भन्नाले के अरे यसमा चाहिँ दाउरा हाल्ने नि टक्क गरेपछि यहाँबाट पुरै गरेर त्यो ठ्याक्कै त्यो गाडी सिस्टम जस्तो लाग्यो मलाई पिस्टनहरू हुन्छ यहाँ कता के हुन्छ मलाई थाहा भएन खासै यो जानकारी भएन।
त्यसमा गरेपछि कता के गरेर चाहिँ यो सिस्टम बारेमा अलिकति भोलि पर्सि जानकारी लिउँला अलिकति बुझ्ने मान्छेसँग। यहाँबाट गएर हाम्रो कोठारमा पुरै तातो हुन्छ तपाईँको यो हिटर भन्दा नि खतरै कम गर्दो रहेछ क्या यो नेपालतिर चाहिँ सिस्टम छ कि त्यो थाहा भएन। यस्तो गरेर लगाएर पुरै न्यानो हुन्छ तपाईँको यो पनि सिस्टम राम्रो हो तपाईँको नेपालतिर चाहिँ एकदम उपयुक्त जस्तो लाग्यो मलाई यो सिस्टम चाहिँ। किनकि त्यो हुन त नेपालमा यहाँभन्दा चाहिँ बिजुलीमा चाहिँ धेरै सस्तो हो है। मैले जहाँसम्म लाग्छ विश्वमा चाहिँ इलेक्ट्रिकमा चाहिँ नेपाल सस्तो 8 नि छ अहिले त्यस्तै त्यो अनुसार चाहिँ सस्तो। अरू देशमा मैले धेरै हिँडेँ घुमेँ बिजुली चाहिँ अलिक सस्तै जस्तो लाग्छ नेपालमा। आइहाल्यो यस्तो कन्टेनरमा जिन्दगी आधा जिन्दगी त्यो फलामको बेडमा बिताएर गइहाल्यो। आधा भन्यो भने त्यस्तै आइहाल्यो। गाह्रो छ जाडो छ है घाम त लाग्छ आज गाह्रो छ जाडो छ पुरै। म चाहिँ फाइनली होस्टेलमा आइपुग्यो। कोठा नम्बर 2 मा मेरो कोठा पर्छ।